नमस्ते सबैलाई आराम कुशल होला। यो चाहिँ हामी पुरानो बाटो हो। यो डाँडागाउँ हुँदै झ्योरको तासे डाँडा भन्ने ठाउँ हैन। अहिले यस्तो भएछ। यो हेर्नुस् है गाइस, यो जमानाको धेरै पुरानो ढुङ्गे धारा अहिले यस्तो मर्मत भएछ। यो चौतारा, यो ढुङ्गे धारा, यहाँबाट माथि चढ्नु। यो चाहिँ चौतारा है। यो धेरै सालको पुरानो चौतारा हजुर। धेरै सालको पुरानो, कस्तो रमाइलो छ हेर्नुहोस् त। आउँदै छ गाडीहरू ल पिकअपहरू। गजब रमाइलो रमाउने ठाउँ छ। मन्दिर बढाएछ ल। त्यहाँ पनि मन्दिर बनाएछ, यहाँ पनि गाडीको माथि ल। अब चाहिँ यस्तो रमाइलो भएछ यहाँ तासे डाँडामा पनि। ल गाइस, 30औं वर्षको अगाडिको बाटो जस्तो रहेछ। हामी यस्तो बाटो हिँड्थ्यौँ पहिला पुलको घर आउँदा। यो तासे डाँडा यस्तरी हिँड्थ्यौँ ल। हेर्नु है, बाटो खतरा छ। यो पहिलेको पुरानो बाटो। अब यो बाटो त्यति साह्रो मान्छे हुँदैन। त्यहाँ च्यानो पनि त ल्याइसकेको रहेछ त, स्कुटी आइसकेको रहेछ त ल। हाम्रो बाटो यस्तो थियो, पुरानो बाटो। तलबाट यस्तो खिच्नुपर्छ भिरको बाटो ल। हेर्नुहोस् यस्तो बाटो हिँड्नु पर्थ्यो। यस्तो भिरको बाटो ल। अनि यो चाहिँ झ्योर है, यो चाहिँ झ्योर ल। झ्योरबाट नि यस्तो रमाउने देख्छ है ल। यो माथिको चाहिँ गेवा घर गेवा। त्यो बाटो हिँड्नुपर्छ है झ्योर तासे डाँडा। यो बाटो हो मेन बाटो। अनि यो चाहिँ भिर हो फेरि। आम्मा त तल मुनि भिर। यो चाहिँ झ्योर है, झ्योर हो। यो अहिले बनाएको चाहिँ बुद्धको स्तूपा हेर्नुहोस् है। यो अहिलेको बनाएको झ्योरको माथिको बुद्धको स्तूपा बनाउँदै। यो चाहिँ गाइस, यो चाहिँ झ्योर। तासे डाँडा ल।